यो नेपाललाई बनाउने महाअभियान अन्तर्गतको अर्को महत्त्वपूर्ण पिलरको बारेमा कुरा गरौँ। के तपाईलाई थाहा छ हाम्रो देशले हरेक वर्ष 12 अर्ब अमेरिकी डलर बराबरको आयात गर्छ र यसको निर्यात केवल 1 अर्ब अमेरिकी डलर छ। अर्थात् हरेक वर्ष हाम्रो व्यापार घाटा 90% भन्दा बढी छ र जबसम्म हामीले यो व्यापार घाटालाई कम गर्न सक्दैनौँ तबसम्म नयाँ नेपालको तस्बिर हामीले निर्माण गर्न सक्दैनौँ। त्यसकारण अबको दिनमा अब आउने सरकारले र सरकारले मात्र नभएर त्यहाँ भित्र भएका नेपालभित्र बस्ने नयाँ उद्यमीहरूले संसारभरि भएका डायस्पोरा नेपालीहरू सबै मिलेर एउटा सङ्कल्प गर्नुपर्नेछ। स्टार्टअपको एउटा आँधी ल्याउनु पर्नेछ। मेक इन नेपालको एउटा महाअभियान नै चलाउनु पर्नेछ। नेपालभित्र यस्ता उद्योग कल कारखानाहरू हामीले निर्माण गर्नुपर्छ। साना तथा मझौला उद्योगहरू हामीले स्थापना गर्नुपर्छ। त्यसमा सरकारले पनि नयाँ नीतिहरू ल्याउनुपर्छ। सरकारले पनि उद्यमीहरूलाई आकर्षित गर्नको निम्ति युवा उद्यमीहरूलाई आकर्षण गर्नको निम्ति नयाँ स्टार्टअपहरू सुरुवात गर्नको निम्ति प्रोत्साहन गर्नुपर्छ र हरेक वर्ष यो व्यापार घाटालाई घटाउँदै लिएर जानुपर्छ। अनि मात्र यो देश साँच्चै बन्न सक्छ। अनि मात्र यो देशले साँच्चै अनुहार फेर्न सक्छ।